यो हो दमक बजार। झापाको दमक बजारदेखि हामी अब केपी शर्मा ओलीज्यू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले बनाउनु भएको भ्यू टावरको अवलोकन गर्न म र सुजन सर यात्रामा निस्किएका छौँ। अगाडिको दृश्य यहाँहरूलाई देखाउने नै छु। दर्शकबिन यो हो झापाको दमौली सौरी दमक। अहिले हामी दमक बजारदेखि 7-8 किलोमिटर अगाडि भ्यू टावर प्रधानमन्त्रीज्यूले बनाउनु भएको भ्यू टावर केपी शर्मा ओलीज्यूले 2 अर्ब खर्च गरेर बनाउनु भएको भ्यू टावरको अवलोकन गर्न हामी निस्केका छौँ। त्यहाँ के छ त वास्तवमा त्यसको हामी विशेष भ्यू यहाँहरूलाई देखाउने छु। यो भाटभटेनी हो है, दमकमा रहेको भाटभटेनी बाहिरको स्टलहरू। यो भाटभटेनी भन्दा 500 मिटर अगाडि रहेको चिया बगान महालक्ष्मी टी गार्डन प्राइभेट लिमिटेडको यो हो सिन। तपाईहरु हेर्दै हुनुहुन्छ अहिले चिया बगान झापामा रहेको दमकमा रहेको यो चिया बगानको दृश्य पनि यहाँहरुमा हामीले राखेका छौं। हेर्नुहोस्, मजा लिनुहोस्, रमाउनुहोस्। अब एकैछिन अगाडि हामी तपाईहरुलाई भ्यू टावर देखाउने छौं। वाउ, एकदमै ठुलो चिया बगान हो भन्छ, धेरै ठुलो रहेछ नि। व्हाट अ ब्युटिफुल सीन। सिक्स लेनको सडक निर्माणको कार्य पनि तीव्र गतिमा चलिरहेको यहाँ देख्न सकिन्छ हैन। यहाँ केही राम्रा पक्ष केही नराम्रा पक्षहरू छन्। तपाईहरु आफै विश्लेषण गर्नुहोस्। हामी तपाईलाई सिन देखाइरहेका छौं। वाउ, व्हाट अ स्वीट सिन, व्हाट अ ब्युटिफुल। त्यसैमाथि म त एकदमै नेचर लभर हो। प्रकृतिसँग रमाउनु मेरो एकदमै विशेषता हो। चिया बगान, वाउ के छ कटेज। बागमतीपुरमा छु अहिले हामी। खै हाई भन्नुहोस् त। वाउ, यहाँ नाइस, सुन्दर। अब हामी यहाँ एकैछिन तेल हालेर गाडीमा निस्किने छु। बाटो बनिरहेको अवस्था छ ठाउँ ठाउँमा। ओहो, केपी ओली प्रधानमन्त्रीको गृह जिल्ला हैन सर यो? यता वारी झापा यो पुल पारी चाहिँ मोरङ। अब हामी मोरङ उर्लाबारीमा प्रवेश गर्यौं। उर्लाबारी नगरपालिका यहाँहरूलाई हार्दिक हार्दिक स्वागत गर्दछ। वाउ, बाई बाई गर्दैछ राम राम। वाउ, हाम्रो क्रिकेट टिमको फोटो टाँसाएर रहेछ पछाडि। नाइस। उर्लाबारी चौक हो।
उर्लाबारी राम्रो ठाउँ रहेछ नि। यहाँ तल हामी तेल हाल्न आएका छौँ। माथि पेट्रोल पम्प बन्द थियो। हामी यो मोरुङ उर्लाबारीबाट तेल हालेर अहिले यो झापा दमौलीतर्फ लागेका छु। सरी मिस्टेक भइरहेछ मेरो। दमकतर्फ लागेका छु। दमक पुग्नुभन्दा अगावै अलि अगाडिबाट हामी लेफ्ट साइड छिरेर भ्यू टावर देखाउने छौँ होइन। हामी यो उर्लाबारी चोकबाट रिटर्न गाडीमा तेल हालेर फेरि फिर्ता आइसकेका छौँ। यहाँदेखि हामी लेफ्ट भित्र छिरिसकेका छौँ। यो भ्यू टावर जाने बाटो हो। भ्यू टावर जाने बाटो यही हो। पल्लो बाटो हो। अलि अगाडिबाट बाटो रहेछ है। यहाँबाट चाहिँ भित्र रहेछ। हाइवे भन्दा त धेरै राम्रो रहेछ नि भ्यू टावर जाने बाटो। वाटर ब्युटिफुल सिन। मोरुङको उर्लाबारीबाट हिँडेको अहिले हामी मकैबारी हुँदै भ्यू टावर पुग्नेवाला छ। यहाँ वेडिङ सेरेमनी चलिरहेको रहेछ। वेलकम हो। मकै अब पाकिसक्यो, पाक्ने बेला भइसकेछ हाम्रो यता झापातिर। यो के नरिवल हो क्या हो यो? यो सबैमा लाइटिङ हुँदै हो क्या? त्यहाँ भ्यू टावर देखिसकेको छ गाइस, हेर्नुहोस् त। त्यहाँ यो सबै यसमा लाइटिङ हुने होला है। हजुर देखिसक्यो है भ्यू टावर। टावर आइपुग्नै लाग्यो हामी। भ्यू टावर आइपुग्यो। ल साथीहरू, अहिले हामी भ्यू टावर नजिकै आइपुगेका छौँ। तपाईँहरूलाई झापाको दमकमा रहेको यो भ्यू टावर नजिकै गएर हामी देखाउने प्रयास गर्छौँ।
प्रकृति एकदम सुन्दर छ। प्रकृतिमा हामी रमाइरहेका छौँ। ओहो, यहाँ पुगिसक्यौँ अब हामी। मकैबारीको बिचमा रहेको यो नेपालको बुर्ज खलिफा हो सर। नेपालको बुर्ज खलिफा, नेपालको सबैभन्दा ठुलो टावर। सम्माननीय केपी शर्मा ओलीज्यूले 2 खर्ब लगानीमा बनाएको यो हो दमकको सबैभन्दा, नेपालको सबैभन्दा ठुलो दमकमा रहेको भ्यू टावर। ल नेपालको बुर्ज खलिफा भन्दा नि हुन्छ यसलाई, यति ठुलो बनाउनु भएको रहेछ। ओहो, झापा दमकको यो दृश्य हो। यो चाहिँ हाम्रो यो टावर वरिपरिको दृश्य हो भने यो बिचमा यो टावर रहेको छ। यो नेपालको बुर्ज खलिफा हो सर। आहा, कति ठुलो हो हैन? ओ माई गॉड। ल साथीहरू, तपाईहरुलाई मैले देखाउने बाचा गरेको थिएँ, यही हो। ल Thanks for watching. Please like, subscribe and press the bell icon.